साथीहरु आशा छ तपाईहरु सन्चै हुनु होला। यस्ता यो हेर्न सक्नुहुन्छ तपाईहरु CB4 प्याकेज नम्बर 4 को काम तीव्र गतिमा भइरहेको छ र तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। म तपाईहरुको लागि यस्तै राम्रो भिडियोहरु ल्याउने नै छु। यो हेर्न सक्नुहुन्छ दृश्यहरु कति राम्रो रहेको छ। पक्कै मेरो च्यानललाई सब्स्क्राइब र माया गरिदिनु होला। म तपाईहरुको लागि यस्तै राम्रो भिडियोहरु लिएर आउने नै छु। हस् त धन्यवाद। च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। हस्। यस्तो हेर्नुस् यतिको बकैया खोलामा बाढी आएको यस्तो हेर्नुस्। त्यहाँ झरना पनि छ। यहाँको दृश्यहरु हेर्नुस् कति राम्रो रमाइलो रहेछ। तपाईहरुलाई म हेराइरहेको छु र हेर्नुस् यहाँको पानीको बहाव पनि धेरै रहेको छ। यो बकैया खोलाको यो फास्ट ट्र्याकमा पर्ने CB4 प्याकेज नम्बर CB4 को बकैया खोलामा यस्तो बाढी आछ। तपाईहरु यता नआइदिनु होला किनभने यताको बाटो अहिले ब्लक छ यताको बाटोहरु। किनभने यस्तो खोला पानी आएर पुरै ब्लक छ। यताबाट जानै नमिल्ने गरी तपाईहरु यतातिर यात्रा गर्दै हुनुहुन्छ भने हेटौडा जाने बाटो पनि यही बाटो भएर जान्छ। त्यही भएर तपाईहरुको लागि यो जानकारीको लागि मैले यो भिडियो राखेको छु। तपाईहरु हेर्दिनु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यसमा मैले राम्रो गीतहरु बनाउँदै रमाउने जत्रो गीतहरु स्याड सङहरु पनि मैले राखेको छु। तपाईहरुलाई पक्कै राम्रो लाग्छ। यस्तै जानकारीको भिडियोहरु म हाल्दै गर्छु र तपाईहरु यतातिर यात्रा नगर्दिनु होला। अहिले यो बकैया यता प्याकेज CB4 को प्याकेज यतातिर बाटोहरु उता अन्धेरीहरुमा जाने बाटो अहिले ब्लक छ। आज तपाईको यो आइतबार अनि जुलाई 12 को यो असारमा पानी आएको मौसम हेर्नुस्। यो पानी पनि यस्तो रहेछ र यस्तो बहाव रहेको पानी यस्तो बहाव छ यस पानीमा। त्यही भएर तपाईहरु यतातिर यात्रा नगर्दिनुस्। अहिले यो जोखिमपूर्ण अवस्था छ। यतातिर यात्रा गर्दा पुरै जोखिम छ। त्यही भएर यो बहाव हेर्नुस् र यो रमाइलो दृश्य हेर्नुस्। त्यहाँ झरना पनि कति रमाइलो हेर्दा झट्ट एकदम राम्रो लागिरहेछ। यस्तै मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। तपाईहरुको लागि यस्तै राम्रो भिडियोहरु म ल्याउने छु। यस्तो दृश्यहरु हेर्नुस् त पहाडको पाखा यो हरियो यो असारको महिना कति रमाइलो यो हेर्नुस् त कति यो पाखाहरु पनि कति रमाइलो रहेको छ र यो टावर क्रेन यसको सहायताले यहाँ ढलानहरु भइरहेको छ। यो फास्ट ट्र्याकको यहाँ पनि रहेको छ। मौसम पुरै कालो न कालो भइसकेको छ। पानी आउने अवस्था छ। यहाँ हेर्नुस् फास्ट ट्र्याकको दृश्य CB4 प्याकेज नम्बर 4 को दृश्य तपाईहरु हेरिराख्नु भएको छ र एकदम रमाइलो पनि चाँडै यहाँको प्रगति पनि 50% अलमोस्ट भइसकेको छ र तपाईहरु हेर्न सक्नुहुन्छ। अझै हामी बनाउने प्रक्रियामा नै छौं र यो असार आएर नै यहाँ समस्या आएको छ र यहाँ हामीले असार होस् र यस हामी लागि परेका छौं। हेर्नुस् यहाँ ढलानको प्रक्रियामा छौं हामी। आज ढलान यहाँ हुने प्रोसेसमा छ। यहाँ मौसम राम्रो भइदियो भने यहाँ ढलान हुन्छ आज। यहाँ हेर्नुस् यो रमाइलो दृश्य। हस् त धन्यवाद। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै राम्रो भिडियोहरु अलि क्वालिटी नराम्रो भएर पनि म तपाईहरुको लागि एकदम राम्रो भिडियोहरु ल्याउने छु। हस् त धन्यवाद।